भोले बाबा के प्यारे, हे प्रिया, हाम्रो मुलुकमा संविधान पनि संशोधन हुन पनि नदिने र अस्थिरता मात्र मचाइरहने प्रथा थालेका छन् व्यापक रूपमा। यस्तो अवस्थामा प्रतिशोध मचाएर ठुलो मानवीय प्रलय मचाउन खोजिरहेका छन्। भित्रभित्रै घोर भुसको आगो सल्काइरहेका छन्। मुलुकलाई चुनावमा धकेलेर अर्कै कुरा सम्पादन गर्न लागिरहेका छन्। देखाउने दाँत एउटा, चबाउने दाँत अर्कै, दबाउने दाँत पनि आविष्कार गरिरहेका छन्। विवश जनता अर्काका चुनाव प्रथा उडेर अर्कैका मतिका व्यक्तिलाई सत्तामा पठाइरहन्छ। भोलि पनि त्यही पठाउनेछ, अन्यथा हुँदैन। पवित्र हातले भोट हालेको भनेर डिङ हाँक्दै नकचरा छद्मवेशी र अवसरवादीहरूलाई मात्र प्रतिनिधि बनाइरहन्छ। भोलि पनि यिनको ताल त्यही हो। अनि बाँकी अवधि गुम्सिएर पिल्सिएर गनाएर बसिरहन्छ। यिनको सधैँ त्यही हरकत हो। जनता माने भेडा, युवा विद्यार्थीहरू माने आने टेढा नै साबित भइरहेका छन् यो मुलुकमा। जेनजी युथ फोर्स त चाहिन्जेल भाँडो, नचाहेको बखत ठाडो बनाएर भोलि त घाँडो बनाउने चेष्टा गरिरहेका छन्। यता र त्यताका मतीमा लागेका तथाकथित बेवकुफ नेताहरू त बुख्याचा नै साबित भइरहेका छन् यो मुलुकमा सरासर। हे प्रिया, हाम्रो मुलुकमा संविधानलाई निष्क्रिय पारेर विद्रोहीबाट बनेको सरकार चाहिँ सक्रिय भइरहेको छ। अब जङ्गबहादुरले दिएको मुलुकी ऐनलाई नै सुधार गरेर राजा महेन्द्रले लागू गरेको कुन चाहिँ गल्ती भयो त अब यो मुलुकमा? जुन संविधान पनि धरापमा भयो, अर्कै शक्तिले कराप्प गर्यो। सारा माहौललाई अर्कै शक्तिले कराप्प गर्यो। डेमोक्रेसीका नाममा हिपोक्रेसी र मोपोक्रेसीमै मुलुकलाई धकेलि नै रहेछ। अहिले त अरिस्टोक्रेसी बनाउन खोजिरहेका छन्। बाहिर लोकचार, भित्र पकोपा मतीमै बगिरहेका छन्। मुलुकमा इन्डो अमेरिकाको मोनोपोलीको अभ्यास तीव्र रूपमा हुन गइरहेको थियो। अहिले त झन् घनघोर रूपमा सघन अभ्यास भइरहेको छ यो मुलुकमा। यो मुलुकमा अहिले इन्डो चाइना गतिविधि नको बराबर भएको देखाइरहेका छन्। भारत सरकारलाई नेपालको बारेमा अर्कै तत्त्वले सत्तो नै भत्काउने गरी उचालिराखेको छ। अर्काका उक्साटमा लाग्यो भारत भने उसले नराम्रोसँग धोका पाउनेछ। आखिरमा भारत नै नराम्रोसँग पछारिने स्थिति देखा परिरहेको छ। शिव तत्त्वलाई बिर्सेर अर्काको वशीभूत हुन्छ भने, पशुत्वमा जान्छ भने त पछारिनु त स्वाभाविक हो। हे दैव शिव हरे, उसरठमा आफ्नै मुलुकमा यो कस्तो घोर दुर्दशा र अनर्थ मात्र देख्दै जानु पर्यो। आधुनिक कालमा पनि घोर अमानवीय कुकृत्य, कुरीति, कुप्रथा मात्रै फैलाइरहेछन् जहिले। मुलुकभरि छरिएका जनताहरूको जीवन चाहिँ सधैँ यहाँ मैले थैले। आफ्नो राष्ट्र धर्मसहिष्णु जनतन्त्रात्मक हिन्दू अधिराज्य हो भनेर कम्मर कसेर लाग्छन् या अब कहिले यिनको मती फिर्ला? धन्यवाद। सबैलाई घैँटामा घाम लागोस्, समयमा सद्ज्ञान पढाओस्। यो घोर सङ्कटका घडी सबैले बाँच्न पाउन्।